आज होइन अब आज छुट्टी हो अनि त्यही भएर मैले चाहिँ के सोच्यो भने पानीपुरी खाने चटपटे खाने भनेर अब भाइले पनि कति चटपटे पानीपुरी खाने भनेर भनिरहेको थियो होइन त्यही भएर मैले चाहिँ पानीपुरी बनाउनु लागेँ र सुनेर सबै किमा ठिक पारेर है अनि इमली थिएन त्यही भएर मैले चाहिँ अनि खगती लगायो खगती लगाएर रस बनायो पानीपुरीको अनि त्यसपछि सबै रेडी गरेपछि फेरि चटपटे बनाउनुतिर लागेँ अनि चटपटे चौचो पूजा है टमाटर प्याज धनियाँ लगाएँ त्यसपछि मटर पनि लगाएँ बनाउँदै गएपछि लास्टमा बनाउँदै गएँ अनि खगती लगायो बनायो चटपटे है सुजी बनाइसक्यो त्यसपछि यता तेल ठिक पारेँ अनि चटपटेहरू सबै रेडी गरिसकेको थिएँ अनि पानीपुरी फुलाउनु थालेँ पानीपुरीको डल्ला त्यसपछि फुलाइसकेपछि सबै रेडी भयो त्यसपछि खानुलाई बसेको म खाइल भनेर गम खाएँ है कस्तो दामी भएको थियो दामी भइरहेको थियो खाएँ गरम भइरहेको थियो एकदम खाएँ पानीपुरी चाहिँ एकदम खाएँ मैले कतिवटा 15-20वटा पानीपुरी खाएँ होला चटपटी थोरैहरू पनि खाएँ चिसो खाएँ दामी भयो गाइस धन्यवाद।